निबन्ध लेखन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने आदरणीय पोखरेल सर, ढकाल म्याम, कटवाल सर सबै तीनैजना आदरणीय व्यक्तित्व गुरुमाहरू, यसै गरी कार्यक्रमका संयोजक रचना अधिकारी सोभि सदस्यज्यू, यसै गरी सोभिका सचिवजी, सोभिका कोषाध्यक्षजी, सहसचिवजी लगायत सोभिका सदस्य साथीहरू र अन्य सहभागी साथीहरू सबैलाई मेरो तर्फबाट र स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट नमस्कार, गुड मर्निङ भन्न चाहन्छु। सरी हामीले कार्यक्रम अलिक ढिला पनि गऱ्यौँ र अर्को कुरा के हो भने हामीलाई यो निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण अन्य कुनै कार्यक्रमसँग जोडेर राम्ररी ग्रान्ड कार्यक्रम गर्ने, त्यसैमा पुरस्कार दिने भन्ने सोच राखेर हामीले यसलाई ढिला गरेको। तर बाइ द वे अर्को कुनै कार्यक्रम अहिले सोभि निर्वाचनको आचार संहिता लागिसकेका कारणले अर्को ठुलो कार्यक्रम गर्न नसकिने भएर यो पुरस्कार वितरणलाई मात्रै हामीले आज गरिहाल्नुपर्छ भनेर आज गरेको। तपाईँहरू यहाँ आउनुभयो, धन्यवाद। र सर्वप्रथम निर्णायक मण्डलज्यूप्रति विशेष आभार प्रकट गर्दछु। र अघि रचनाजीले भनिसक्नुभयो हामीले कोडिङ डिकोडिङ गरेर, र यहाँ म इन्ट्रेस्टिङ के लाग्दै थियो भने यहाँ ढकाल म्याम र कटवाल सरको पनि चिन्जान नभएको रहेछ होइन। अनि पोखरेल सरले भनिसक्नुभयो ए उहाँहरू पनि त्यो मण्डलमा हुनुहुँदो रहेछ भनेको हामीले उहाँहरू निर्णायक पनि को हुनुहुन्छ भन्ने कुरा एकअर्कालाई हामीले जानकारी गराएका थियौँ र उहाँहरूकै इनपुट अनुसार कसरी जजमेन्ट के अरे त्यसको रुब्रिक्स बनाउने भनेर चाहिँ हामीले सल्लाह गऱ्यौँ। त्यसै अनुसार रुब्रिक्स पनि बनाइदिएका थियौँ र उहाँहरूले त्यसै अनुसार गरिदिनु भयो र तपाईँहरूको कोडिङ डिकोडिङ भएको पनि तपाईँहरूले हेर्नुभयो। सो एकदम निष्पक्ष तरिकाले तपाईँहरूले निबन्धको मूल्याङ्कन भएको कुरामा तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु र तपाईँहरू सबैलाई बधाई पनि ज्ञापन गर्न चाहन्छु। धेरै भुलिरहनु छैन, हाम्रो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि हामीले यस्ता निबन्ध लेखन मात्रै होइन, कविता प्रतियोगिता लगायत थुप्रै त्यो सेक्टरका प्रोग्रामहरू या युनिभर्सिटीको डिस्कोर्स या स्पोर्ट्सतिर या युनिभर्सिटीको पोलिसीमा थुप्रै कामहरू गरेका छौँ। त्यो रिपोर्ट कार्ड तपाईँहरूको हातमा आउँछ, एकचोटि पढिदिनु होला भन्ने अनुरोध गर्दछु। र तर मलाई अहिले चाहिँ रियलाइज भएको कुरा हामीले निबन्ध लेखन प्रतियोगिता कविता प्रतियोगिता राख्नुभन्दा पनि अगाडि अस्ति गजल प्रतियोगिताको जज सरले पनि भनिराख्नु भएको थियो यहाँ अगाडि घन्टोभन अगाडि भएको बेला, त्यो संरचना लेख्न सिक्ने कुराहरूमा अझै फोकस गर्नुपर्ने रहेछ। पहिलो स्टेप चाहिँ निबन्ध लेखनमा पनि त्यो स्टेपमा पहिला विद्यार्थीलाई फोकस गराउनु पर्ने रहेछ भन्ने रियलाइज भइरहेछ। अर्को आउने टिमलाई म सायद यो सुझावहरू दिएर बिदा हुनेछु विश्वविद्यालयबाट। तपाईँहरू सबैको समय सुखद रहोस्। निर्णायक मण्डलप्रति हार्दिक आभार। रचनाजी एकदमै खट्नुभयो, कार्यक्रम संयोजक भएर तपाईँलाई विशेष धन्यवाद छ र सोभिका सबै साथीहरूलाई विशेष धन्यवाद दिँदै यो पुरस्कार वितरण कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। शुभ दिन, धन्यवाद।